एलओएसमा अब लोन कसरी एप्लाई गर्ने हामी यहाँबाट स्टार्ट गर्छौँ। यो चाहिँ एउटा डिलरको ड्यासबोर्ड हो, डिलर अथवा रिटेल। अब त्यसपछि आइडी र पासवर्ड बनिसकेपछि युजर क्रिएट भइसकेपछि चाहिँ अब इन्ट्रोडक्सन योभन्दा अगाडि मैले बनाइसकेको छु र यो भनेको अब नर्मल्ली हामी लोन कसरी अब एप्लाई गर्ने भन्नेमा सिधै जम्प गर्छौँ है त। अब सुरुमा लोन एप्लाई गर्नको लागि चाहिँ हामी माई केसमा क्लिक गर्छौँ। त्यसपछि माई केसभित्र केवाइसी ड्राफ्ट फरवर्ड टु एलआर, रेकमेन्डेड र रिजेक्टेड र क्यान्सल स्टेप छ। केवाइसी ड्राफ्ट भनेको चाहिँ तपाईँको लोन केवाइसी भनेको लोन डिटेलहरू चाहिँ नराखेको है भनेको। अब त्योभित्र पनि म अहिले एकछिनमा भन्छु के हो त्यो भनेको। र ड्राफ्ट भनेको चाहिँ लोन डिटेल पनि राखिसकेको तर कम्प्लिट अझै नगर्न सकेको। र फरवर्ड टु एलआर भनेको चाहिँ तपाईँको लोन चाहिँ डिलरको सेक्सन अथवा रिटेलको सेक्सनबाट चाहिँ एप्लाई गरिसक्नुभयो र त्यसपछि हाम्रोमा चाहिँ जगदम्बामा यो लोन आइपुग्छ र यहाँबाट लोन डिपार्टमेन्टबाट यो लोन रिभ्यू भएर रेकमेन्ड भएपछि चाहिँ तपाईँको लोन एप्लाई गरेको ठिक छ र फर्दर प्रोसेसको लागि अगाडि गयो। रिजेक्ट गऱ्यो भने चाहिँ तपाईँलाई रिमार्क्स लेखिदिएको हुन्छ के कारणले रिजेक्सन भयो र त्यही कुरा हजुरले एडिट गर्न सक्नुहुन्छ। फेरि तपाईँको रिजेक्टेडमा आएपछि हजुरले त्यहाँ गएर पहिला भ्यू गर्ने, रिमार्क्स हेर्ने, त्यसपछि तपाईँले केही कुरा एडिट गर्नुपर्ने त्यो गर्नुपर्छ र त्यसपछि क्यान्सल भयो भने चाहिँ के कारणले क्यान्सल भयो रिमार्क्स लेखेर क्यान्सल गरिन्छ है। क्यान्सललाई चाहिँ हामीले एडिट गर्न मिल्दैन, रिजेक्टेडमा एडिट गर्न मिल्छ। रेकमेन्ड भनेपछि चाहिँ तपाईँले त्यो लोनलाई चाहिँ फेरि अब पास नै भइसक्यो भनौँ एक लेभल होइन। र हामी अब सिधै अब यो स्टेप वाइज फेरि पनि डिस्कसन गर्दै गर्छौँ। माई केसबाट अब हामी माई केसमा गइसकेपछि क्रिएट एप्लिकेन्ट गर्छौँ र यो डुप्लिकेट चेक गर्ने सेक्सन हो। डुप्लिकेट भनेको कुनै पनि कस्टमरले हाम्रो सिस्टममा पहिला नै लोन लिएको छ भने त्यो कस्टमरको डिटेल, यो चारवटा डिटेलहरू नाम, फोन नम्बर है, नागरिकता नम्बर र इस्यु डेट र इस्यु प्लेस राखेर हामी यदि त्यो हजुरले अहिले लोन लिन लागेको कस्टमर र हाम्रो सिस्टममा पहिल्यै भएको कस्टमरसँग यदि यो चारवटा डाटा मिल्छ, 4 अथवा 5वटा डाटा मिल्छ भने चाहिँ हजुरले केवाइसी भर्न सजिलो हुन्छ र त्यसैलाई अगाडि बढायो भने चाहिँ अटो फिल भएर आउँछ। इफ मिलेन भने नयाँ गर्नुपर्छ। जस्तै म एउटा डमी राख्छु, इन्डिभिजुअल कम्पनी भए कम्पनीको लागि, अर्गनाइजेसन या इन्डिभिजुअलको लोन भयो है। अनि फुल नेम भनेको चाहिँ अब के छ नाम, मैले राम राखेँ है, एउटा रामबहादुर कार्की भन्ने मान्छे राखेँ ल। फोन नम्बर के छ हजुरले जे छ त्यही राख्नु पऱ्यो होइन। मैले एउटा ऱ्यान्डम नम्बर राख्दैछु। अनि त्यसपछि सिटिजनसिप नम्बर भनेको चाहिँ अब कति छ त्यो राखिदिनु पऱ्यो र उहाँको इस्यु डिस्ट्रिक्ट कता छ है त्यो राखिदिनु पऱ्यो। र त्यसपछि यसरी यो डेट अब तपाईँले यहाँ चुज गर्ने। अब कहिलेकाहीँ टेक्निकल फल्टले गर्दाखेरि यस्तो यो जुन एरो आइरहेछ नि यो कालोवाला एरो, यहाँ गएपछि यो एरो हात जस्तो आउँदैन, कहिलेकाहीँ यसो तल माथि पनि गर्नुपर्छ, यति गरे पनि आउँछ। हात आएपछि क्लिक गर्ने अनि यो असोजमा यहाँ क्लिक गरेपछि कुन महिना हो यसरी हेर्न मिल्छ होइन। कहिलेकाहीँ यो पनि अहिले आएन, एकैछिन यसलाई यसो गरौँ, असोजमा क्लिक गरौँ, भाद्र भयो, वैशाख भयो है। यो एकछिन है त, किन बढेन ए ओके। उहाँको यो इस्यु डिस्ट्रिक्ट भयो होइन, 82 त अब असोजभन्दा उता गएको छैन त्यही भएर हो होइन। अनि त्यसपछि यहाँ 82 होइन, हामीले यहाँ ल 1914 राख्यो भनेपछि चाहिँ यसलाई यसरी सार्न मिल्छ है। जति हो त्यति लेख्न मिल्यो है त। यति भइसकेपछि हजुरले यसलाई सबमिट गर्न सक्नुभयो होइन। त्यसपछि हजुरको कुनै पनि म्याच आएन, इफ म्याच आयो भनेपछि यहाँ म्याच भनेर देखिन्छ र म्याच आएको छ भनेपछि तपाईँले त्यसैलाई क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। तर कन्फर्म गर्नुपर्छ त्यही नागरिकता नम्बर, त्यही कन्ट्याक्ट नम्बर सबै छ कि छैन यहाँ म्याच भएको कस्टमरसँग। र यदि छैन भने प्रोसिड टु एप्लिकेन्ट भनेर अगाडि बढ्ने र अनि अगाडि बढ्ने है त। अब
यसपछि चाहिँ मैले यो म्याच नभएको भिडियो भयो। अब म एउटा म्याच भएको बनाउँछु।